कता धुलो भएको खाना चाहिँ धुलो हुन्छ तिमी जस्तै न्यानो तिमी जस्तै शीतल उनको यो चाहिँ कहाँ पठाउनुहुन्छ उहाँ बाहिरबाट पठाइदिनु भएको आमालाई माया गरेर अनि मान्छे पुर्याउन आएको थियो के बाहिरबाट पठाइदिनु भएको अनि मान्छे यहाँ पुर्याउन आएको थियो के आएको थियो आएको थियो तपाईलाई माया गरेर पठाइदिएको रे ज्वाइँले अनि रामजीको छोराहरूलाई कति हँसाउँछ त कसरी हिँड्छ हिँड्छ अनि कसरी रिसाउँछ रे कसरी रिसाउँछ अनौठो हुन छ भने त्यसो भने महाराज कसरी रिसाउँछ रे गाली गऱ्यो भने कतै गाली गऱ्यो भने गाली यसो गर्छ अनि नाति पलातीकै याद आउँछ जतिखेर पनि पलातीकै याद आउँछ पैचो भन्छ हजुरआमा आयो आमा पैचो पैचो नातिको भन्दा पलातीको माया साउको भन्दा ब्याजको माया ब्याजको भन्दा फेरि स्याजको माया माया लाग्दैछ भुरो पनि नि जस्तो बाइक सुन्नु हुँदैन शङ्ख चाहिँ कुलिहाल्छ चलिहाल्छ त्यो माथि त्यो पानी ट्याङ्की बन्द शनिबार 2 दिन बिदा हुन्छ रामदेव शनिबार आउँछ यो चाहिँ कहाँ पठाउनुहुन्छ उहाँ बाहिरबाट पठाइदिनु भएको आमालाई माया गरेर अनि मान्छे पुर्याउन आएको थियो के बाहिरबाट पठाइदिनु भएको अनि मान्छे यहाँ पुर्याउन आएको थियो के आएको थियो तपाईलाई माया गरेर पठाइदिएको रे ज्वाइँले अनि रामजीको छोराहरूलाई कति हँसाउँछ त कसरी हिँड्छ हिँड्छ अनि कसरी रिसाउँछ रे कसरी रिसाउँछ अनौठो हुन छ भने त्यसो भने महाराज कसरी रिसाउँछ रे गाली गऱ्यो भने कतै गाली गऱ्यो भने गाली यसो गर्छ अनि नाति पलातीकै याद आउँछ जतिखेर पनि पलातीकै याद आउँछ पैचो भन्छ हजुरआमा आयो आमा पैचो पैचो
नातिको भन्दा पलातीको माया साउको भन्दा ब्याजको माया ब्याजको भन्दा फेरि स्याजको माया माया लाग्दैछ भुरो पनि नि यस्तो बाइक सुन्नु हुँदैन शङ्ख चाहिँ कुलिहाल्छ चलिहाल्छ त्यो माथि त्यो पानी ट्याङ्की बन्द शनिबार 2 दिन बिदा हुन्छ रामदेव शनिबार आउँछ न मिठो छ भन्नु न मिठो छ भन्नु न मिठो छ भन्नु न आमा कस्तो कति मिठो हँसाइदिनु भए आमा मिठो छ भन्नु न मिठो छ भन्नु न मिठो छ भन्नु न आमा कस्तो कति मिठो हँसाइदिनु भए आमा मान्छेलाई त्यो रामजीको छोराहरूलाई कति हँसाउँछ त कसरी हिँड्छ नि त्यसरी हिँड्छ अनि कसरी रिसाउँछ अरे कसरी रिसाउँछ अनौठो हुन छ भने त्यस अब जिम्मेदार कसरी रिसाउँछ अरे गाली गऱ्यो भने कसै गाली गऱ्यो भने गाली यसो गर्छ अनि नाति पलातीकै याद आउँछ जतिखेर पनि पलातीकै याद आउँछ आइरहन्छ त्यहाँ अनि पैसो भन्छ हजुरआमा आयो आमा पैसो नातिको भन्दा पलातीको माया साउको भन्दा ब्याजको माया ब्याजको भन्दा फेरि स्याजको माया माया लाग्दैछ भुरो पनि नि यस्तो बाइक सुन्नु हुँदैन शङ्ख चाहिँ कुलिहाल्छ चलिहाल्छ त्यो माथि त्यो पानी ट्याङ्की बन्द शनिबार 2 दिन बिदा हुन्छ रामदेव शनिबार आउँछ न हाँसेर हाँस्नु यसो यसो नि गर्नु यसो यसो गर्नु हाँसेर हाँस्नु यसो यसो नि गर्नु यसो यसो आमा कहिले आउने भन्थ्यो अस्ति नै के ल्याइदिनुहुन्छ मलाई पनि भन्छ
बुढी आमा भन्छ नि है बुढी आमा भन्दो रहेछ बुढी आमा बुढिया भन्छ त्यहाँ हँसाउँछ त यहाँ वरिपरिको मान्छे सो लौरो टेप्छ अनि पछाडि हाँस लाएर गुम्चुङ 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 हिँड्छ मलाई जिसियाको अरे मान्छे अझ बुढाबुढी भन्थे जो आउँदा भेट्न आउँदा बिस्कुट ल्याइदिन्थे म बडा एकछिनै खान्थे लडेर अचैभरि सुन्नी भयो होला कहिले आउँछन् होला भएको छ होला त्यो दिउँसो कहिलेकाहीँ त्यो चिसो ल्याएर राख्छन् अन्त आफूलाई कहिलेकाहीँ कहिले त ऊ हुन्छ क्या त्यहाँ बुक सुक्छ अनि आउँछ अनिखेर त्यो आरमारी उगार्छन् अनि हेरेर अनिखेर खान्छन् सगुन चाहिँ अर्को के अरे भाइ चाहिँ भाइ सन्देश सन्देश त बाहिर गइसकेछ बाहिर गइसक्यो अहिले त्यहाँ चाहिँ ऊ सङ्गम अनि सन्देश अनि मिठो माइजूको बहिनीको छोरी बस्छन् गाउँमा नगरपालिका आउने कुरो छ गाउँमा नगरपालिका आउने कुरो छ बाटो काट्नलाई बाटो काट्छ अरे क्या बाटो ए हाम्रो त बाटैकै छेउमा छ नि त घर अन्त त नहरा छेउका बाटो काट्दा ठुलो पर्छ अरे क्या बाटो अनि काट्यो भने त्यहाँदेखि त बनाएर के गर्नु मात्रै त्यही त रोडले बाटो काट्यो भने घर पछाडिको पट्टि काटिन्छ होइन घर पछाडिको बाटो त भालो पैछ नि